म यो 100 रुपियाँको च्यालेन्ज भिडियोमा किन यसरी कुकिङ गर्दैछु र मैले ब्रेकफास्ट लन्च र डिनरमा के खाएँ होला एनी गेस गर्नु सक्नुहुन्छ भने कमेन्टमा भन्नु सक्नुहुन्छ र यहाँ तपाईँलाई बिचमा सरप्राइज पनि छ है। हेलो गाइस, वेलकम टु माई न्यू भिडियो। आजको भिडियो हल्का क्रेजी हुन जाँदैछ किनकि सर्भाइभिङ फर 100 रुपिस च्यालेन्ज गर्न जाँदैछौँ यो पैसा। र आजको भिडियोमा न घरको सपोर्ट न कसैको हुन्छ। ल फर्स्ट लोकेसन लोकेसनमा हामी आएको छौँ र आइसकेपछि यहाँ आफै चिया पकाउनु जाँदैछौँ र यहाँ अब सबै हालिसकेको छ होइन। आफै चिया पकाउनु खोज्दैछु र मलाई पकाउनु नआएर छेउको मान्छेलाई सोध्दै पकाउँदैछु चिया कति हाल्ने, चिया रङ कति हाल्ने, पानी कति हाल्ने, चिनी कति हाल्ने भनेर। र हामी चिया चाहिँ आफै पकाएको, समोसा चाहिँ अलरेडी पकाएको थियो त्यही भएर हाम्रो आइसकेको बिहानको खाजा र अब हामी यो सिङ्गडा र चिया खाने जाँदैछौँ। यो खाजाको नास्ताको दाम तब सुनेर तपाईँ नै ढक हुनुहुन्छ। मैले नै सुने ढक भएको कति हो भनेर चाहिँ हेर्नुको लागि आफै बनाएको चिया खाजा स्वाद त कस्तो मिठो लागेको छ। 30 रुपियाँ भयो। अब भरे 12-11 बजीतिर अर्को सेकेन्ड लोकेसनमा जान्छु। म अहिले भुँडी भरिरहेको छ। ल 70 रुपियाँ छ हातमा होइन, अनुहारको ठिकाना 70 रुपियाँ छ हातमा। अब हामी सेकेन्ड लोकेसनमा जान्छौँ भरे दिउँसो। अहिले टाइम 10:30 भएको छ होइन। अब हामी 11-12 बजीतिर सेकेन्ड लोकेसनमा जान्छौँ। अहिले भुँडी भरेको छ त्यो भएर। ब्रेकफास्ट हाम्रो भइसक्यो। लन्च अब बाँकी छ। हेरौँ यो 70 रुपियाँमा यो होटलमा के पाउँछ। होटलभित्र आइसकेको छौँ र अब यहाँ साउनीहरूसँग भेट्नु जाँदैछौँ। र आन्टी खाजामा के छ? खाजामा चाउमिन, थुक्पा, मोमो अनि माछा मुरै, मटन, चिकन के खाने भाइहरू? यसो बजेट त टाइट छ। यसो कम्तीमा के छ? कतिसम्म खाने खाजा? कतिसम्म? कम्तीमा कति छ? कम्तीमा 30 सम्म पाउँछ। के चाहिँ? चाउमिन, थुक्पा। चाउमिन 30 मा बेच्नुहुन्छ? 30 मै हाफ प्लेट। ल हाफ प्लेट बनाइदिनु नि त। ल अब हामी चाउमिन खाँदैछौँ 30 मा। अब ल खाजा आइसकेको छ होइन। म ल अब 30 रुपियाँमा यति आएको छ। अब हेर्दा त धेरै छ। यहाँ गाजर पनि हाल्दैन, गाजर पनि हाल्ने मजाहरू पनि छ होइन। खाँदा नि स्वाद त्यस्तै मिठो थियो है गाइस। हामीले खाजा खाइसकेको छौँ होइन। 30 रुपियाँमा भुँडी भर्यो। अब पैसा तिर्नु लागि अब हामीसँग 70 रुपियाँ मात्रै छ। अब यसमा 30 घटायो। थ्याङ्क यू, फेरि आउनु है। ल अब हामीसँग 40 रुपियाँ छ। अब 40 रुपियाँको रातिमा के हुँदो रहेछ हेरौँ न हामी। ल अब हामी एक टाइमको लन्च डिनर गर्न जाँदैछौँ। अब कि चाहिँ राति गर्छौँ नि डिनर, त्यही भएर अब राति भेटौँ। अब खाएर आइसकेको छौँ होइन। अब यसो घुम्न जाँदैछौँ नि बाइकमा, बाइकमा भेलागुडी जान लागेको। भेलागुडी खोइ पाएको छ। हामी घुम्नु जानु लागेको होइन भेलागुडी भिडियोमा। हामी लोकेसनमा आइसक्नु लागेको छौँ होइन। अब लोकेसन आइपुग्नु लागेर हेर्न सक्नुहुन्छ भ्यू। अब हामी अलिकति मात्र टाइम छ आइपुग्नुको लागि।
आइसकेको छौँ भेलागुडीमा होइन यो ठाउँ कस्तो दामी छ हेर्नु सक्नुहुन्छ भयो अब हामी यहीँ आएको छौँ के पो भन्छ यसलाई बेलागुडीमा आइसकेको छौँ होइन यहाँ चार्जिङ पोइन्ट यहाँ मान्छेहरू यो ठाउँ चाहिँ गाइड नै होइन एकदम फ्री छ आउनुको लागि यहाँ पर्यटकको लागि पनि कस्तो राम्रो छ हेर्नु सक्नुहुन्छ त्यो सबै यहाँ साथी बिच मिलेर हामी यहाँ कुराकानी गर्दैछौँ यसो नयाँ भिडियो के बनाउनु सकिन्छ यसो अब अन्तिममा चाहिँ त्यो डिनरमा चाहिँ हामी के खान्छौँ भनेर हेर्नु चाहनुहुन्छ भने प्लिज भिडियो अन्तिमसम्म हेर्नु यसरी नै तपाईँ सपोर्ट गरिराख्नु भने हामी यस्तै कन्टेन्ट बनाउँछौँ र यो भिडियो मन पर्यो भने यो भिडियोमा 10 कमेन्ट आयो भने नि हामी 500 रुपियाँ च्यालेन्ज गर्नु जाँदैछौँ त्यसमा चाहिँ अब राम्रो ठाउँमा रेस्टुरेन्टहरू गएर खानेछौँ त्यस्तो राम्रो हेर्नु चाहनुहुन्छ भने त्यो भिडियो प्लिज लाइक गर्न सक्नुहुन्छ कमेन्ट 10 चाहिँ पुऱ्याइदिनु होला ल अहिले समय 7 बजिसक्यो होइन अब रात परिसक्यो यहाँ र हामीसँग छ 40 रुपियाँ र रातिको समयमा अब हामी के खान सक्छौँ ल हेरौँ यो होटलमा आन्टी खाजामा के छ खाजामा चटपटे छ चाउमिन बन्छ मासु मुरेहरू छ के खाने भाइ कम्तीमा के भन्छ चटपटे भन्छ ल 40 को बनाइदिनु नि त ल चटपटे ल हाम्रो ठ्याक्कै यही 40 को चटपटे बनेर सबै सकिन्छ पैसा दिनभरिको 100 रुपियाँ ल भाइ हो यहाँ चटपटे आयो होइन ल किन लोएर अब चाहिँ चटपटे खानु जाँदैछौँ होइन रातिको ब्रेकफास्ट लन्च डिनर जे भने नि एउटै ल अब खाना खाइसकेपछि भेट्छु ल चटपटे हामीले खाइसक्यौँ होइन अब बिलिङ गर्न जाउँ तर चटपटे धेरै मिठो छ चटपटे धेरै ठिक छ चटपटे धेरै मिठो छ ल अब पैसा तिर्नु 40 रुपियाँ चटपटे धेरै मिठो छ ल धन्यवाद फेरि पनि आउँदै गर्नु होला खाने भने यहाँनिर के भन्छ यो चिकन मोमो पनि छ है तर आज बजेटै छैन नि त ए ल अनि भरे भोलि यसो बजेट कलेक्सन गरेर आउनु त भयो सिरो स्टुडियोबाट हामीसँग अब 5 रुपियाँ पनि रहेन होइन आज दिनभरि 100 रुपियाँ सकेर धेरै नै मजा आयो र आजको भिडियोमा धेरै नै खुसी लाग्यो बनाउन पनि बाहिर आउटडोरमा बनाउनको लागि यस्तो भिडियो चाहनुहुन्छ भने ल यसरी नै लाइक सब्सक्राइब गर्नु होला ल बाई बाई टाटा अर्को भिडियोमा भेटौँ यस्तै कन्टेन्टहरू हेर्नु चाहनुहुन्छ भने मेरो च्यानललाई सब्सक्राइब गर्नु है